आज हामी कुरा गर्छौं अंकुरित भोजनका बारेमा अथवा स्प्राउट्सका बारेमा। आयुर्वेदले स्प्राउट्सलाई चाहिँ बिरोड धान्य भन्छ कि यो चाहिँ के हुन्छ, हेभी हुन्छ, पच्नलाई गाह्रो हुन्छ, यसले ग्यास गराउँछ र कन्स्टिपेसन गराउँछ भनेर चाहिँ भनेको छ। जुन स्प्राउट्स हुने प्रोसेस छ त्यो भनेको एउटा जर्मिनेसनको प्रोसेस हो। त्यतिखेर चाहिँ प्रोटिनको मात्रा, कार्बोहाइड्रेटको मात्रा, फ्याटको मात्रा अथवा फाइबरको मात्रा चाहिँ धेरै हुन्छ भनेर धेरै मोडर्न मेडिकल रिसर्चले पनि भन्छ। भनेको नर्मल मान्छेको लागि चाहिँ बडीमा खाने न्युट्रिसन इम्प्रुभ गर्ने एकदमै राम्रो उपाय हो, तर यो सबैको लागि होइन। वेट लस गर्न चाहनु भइराखेको छ अथवा अन्य कुनै कुरा गर्न चाहनु भइरहेछ भने भोलिको दिनमा गएर हड्डीको जोर्नीहरू बीचबाट आवाज आउने, पेट दुख्ने, ब्लोटिङ हुने, कन्स्टिपेसन हुने, पाइल्स हुने, फिस्चर हुने, फिस्टुला हुने सबै हुने हुन्छ। आयुर्वेदमा चाहिँ विभिन्न प्रकारका, जस्तो धानहरूबाट स्प्राउट्स गराउनु भयो भने कस्तो हुन्छ अथवा दालहरूको स्प्राउट्स गराउनु भयो भने कस्तो हुन्छ, तरकारी जस्तो परवलहरू अथवा चाहिँ अन्य कुनै तरुलहरू, सकरखण्डको पनि स्प्राउटिङ गराउनु भयो भने चाहिँ त्यसले शरीरमा कस्तो खालको प्रभाव पर्छ भनेर आयुर्वेदमा वर्णन गरिएको पाइन्छ। अनि मैले चाहिँ किन नखाने भन्छु भन्दाखेरि जस्तो स्प्राउट्स बन्नको लागि एकदमै ह्युमिड र तातो एन्भाइरोमेन्ट चाहिन्छ। त्यो एन्भाइरोमेन्टमा ब्याक्टेरियल इन्फेक्सन हुने चान्सेसहरू एकदमै धेरै हुन्छ। सर्च छ कि हैन, त्यसले चाहिँ के भनेको छ भन्दाखेरि मुङ दाल, अल्फाफा स्प्राउट्स, चिया सीडको स्प्राउट्स र चाहिँ व्हीट स्प्राउट्स हैन, जुन चाहिँ हामीले जौको स्प्राउट्सहरू जुन खाएका छौं त्यसमध्ये चाहिँ त्यो स्टडी हुँदाखेरि चाहिँ 2499 वटा केसहरू चाहिँ आउटब्रेक देखियो हैन, लगभग 2500 वटा आउटब्रेक देखियो। जसमध्ये 180 जना हस्पिटलाइज भएर 3 जनाको मृत्यु भयो। किन भन्दाखेरि इकोलाई, लिस्टेरिया अथवा चाहिँ साल्मोनेला जस्ता ब्याक्टेरियल इन्फेक्सनहरू पनि बडीमा हुँदै गयो। स्प्राउट्स बन्ने प्रक्रिया र ब्याक्टेरियल ग्रोथ हुने प्रक्रिया एउटै हुन जान्छ त्यो एन्भाइरोमेन्टमा। यस्तै काँचै खाइदिनु भयो भने तपाईको शरीरमा पाचन प्रणाली ठीक छैन भने त्यो ब्याक्टेरियल इन्फेक्सनले तपाईको शरीरमा बेफाइदा गर्छ। जहिले पनि रोग लाग्ने भनेको खाना नजानेर है। पहिला खाना नपुगेर मान्छे मर्थे, अहिले खाना नजानेर मान्छेलाई रोग लागिराखेको छ है। त्यसैले स्प्राउट्स खाने हो भने पनि स्टिम गरेर, सिठी लगाएर, उमालेर र थोरै स्पाइसेस पच्नलाई सजिलो बनाउनको लागि चाहिँ मरमसला हालेर मात्र स्प्राउट्सको कन्जम्पसन गर्नु होला। स्प्राउट्स जहिले पनि आफ्नो प्रकृति हेरेर कन्जम्पसन गर्नुपर्छ भन्छु म बिरामीहरूलाई। तपाईको प्रकृति हेर्नुस्, एकदमै मोटो हुनुहुन्छ कि पातलो हुनुहुन्छ कि कपाल कस्तो छ, नङ कस्तो छ, तपाईको व्यवहार आचरण कस्तो छ, त्यो अनुसारले तपाईको प्रकृति छुट्टिन्छ। र वातज प्रकृति भएको मान्छेले चाहिँ खानु हुँदैन। अहिले लामो समयसम्म स्प्राउट्स खाइदिएर भोलिको दिनमा दुईटा हड्डी बीचबाट कर्कर आवाज आएन भने, कन्स्टिपेसन भएन भने, ग्यास भएन भने मलाई भन्नु होला। स्प्राउट्स पहिले पच्न गाह्रो हुन्छ, त्योसँग अन्य कुनै प्रोटिनको मात्रा, जस्तो स्प्राउट्स पनि हालेको छ, दाल पनि हालेको छ, टोफु हालेको छ, पनिर हालेको छ, स्यालेड बनाएर खाने अहिले एकदमै ट्रेन्ड देखिरहेको छु मैले यो डाइटिङ गर्ने ग्रुपमा चाहिँ। त्यो चाहिँ नगर्नु होला। डाइजेसन प्रोसेस डिफरेन्ट हुन्छ हैन। तपाईको वेट लस इभेन्चुअली सजिलोसँग भयो भने पनि भोलिको दिनमा गएर डाइजेसनको प्रब्लमले चाहिँ तपाईलाई झन् गाह्रो गराउँछ। खानै छ, कतिखेर खाने त? जसरी भने काँचो नखाने, स्पाइसेसहरू युज गरेर खाने, तर कतिखेर खाने भन्दाखेरि 10 बजेदेखि 2 बजेको बीचमा मजाले पकाएर खान सकिन्छ। रेकमेन्ड गर्ने हो भने पनि, तर सबैलाई स्प्राउट्स चाहिँ म रेकमेन्ड पनि गर्दिनँ। बच्चाहरूले खान हुँदैन, प्रेग्नेन्ट महिलाहरूले खान हुँदैन, ल्याक्टेटिङ मदरहरू जसले चाहिँ दुध खुवाइराख्नु भएको छ उहाँहरूले पनि खानु हुँदैन। यो सँगसँगै वृद्धहरूलाई पनि यो नदिनु होला। बुढेसकाल हुँदै गइसकेपछि शरीरमा स्वतः बात बढ्छ, त्यो भइसकेपछि उहाँहरूलाई झन् गाह्रो गराउँछ। त्यसैले जहिले पनि जुनसुकै कुरा पनि ट्रेन्ड अनुसार नचलेर डाक्टरलाई सोधेर, न्युट्रिसन जानेको, आहार विहार व्यवस्थापन गर्दिन जानेको डाक्टरलाई सोधेर मात्र खाना हुन्छ हुँदैन, अड्कलेर मात्र खाने सबै कुरा सबैको लागि हुँदैन। नेपाली घर घरमा सबैलाई हुने भनेको दाल भात तरकारी हो। त्यही भात पनि कतिजनाले बिराएर खाइराख्नु भएको छ र रोग लागिराखेको छ। तपाईँले देखाउन गएको आयुर्वेदिक डाक्टर